आज बुढीलाई चाहिँ प्राङ्क गर्नेवाला छु। त्यसको मोबाइलमा उडेको डिस्प्ले लगाएर मतलब ब्रोकन डिस्प्ले हुन्छ। यो डिस्प्ले गयो मेरो मोबाइलको। ओइ खरा खिची साच्ची जाने टाइम भइगयो। एक घर बस्न दिन्नन्, कोही मोबाइल नदिन्नन्, कोही बस स्याटरडे र सन्डे मात्रै हेर्न मिल्छ हामीलाई। त्यस्तो छ मेरो पढाइ। एक दिन नगरेपछि। हेलो एभ्रिवान, गुड मर्निङ। सम्पूर्णलाई स्वागत छ हाम्रो न्यू भिडियोमा। अनि गाइज अहिले चाहिँ म फाइनल्ली उठिसकेको छु र म बाबुलाई ब्रेकफास्ट बनाइरहेको छु स्कुलको लागि। अनि बाबु चाहिँ मजाले सुतिरहेको छ। यसलाई चाहिँ उठाउनु पर्यो। अनि मैले चाहिँ ब्रेकफास्ट बनाइसकेको छु, प्याक गर्न मात्रै बाँकी छ। ल म यसलाई उठाउँछु है। अनि यो कतिखेर उठ्छ प्याक गर्दैछु। अनि लन्चमा चाहिँ यसमा छ रोटी तरकारी, यसमा छ ड्राई फ्रुट, यसमा रोटी तरकारी, यो पानी बोतल भइहाल्यो, यो बाबुको स्कुलको लन्च भइहाल्यो। अनि एउटा केरा, अनि एउटा चाहिँ केरा। त्यो भएपछि बाबुलाई इनफ हुन्छ। अनि बाबु चाहिँ अहिले मजाले सुतिरहेको छ। यसलाई उठाउने पनि टाइम भइसकेको छ। उठ्छ बाबु, स्कुल जाने टाइम भइसकेको छ फाइनल्ली। उठ टाइम भयो, उठ गुड मर्निङ, उठ ढिलो भयो, सब गइसक्यो स्कुल, उठ फाइनल्ली छोरी चाहिँ उठिसकेको छ। उठिसकेको त छैन, अब उठ्दैछ, उठ्नलाई रेडी हो नि। ल ठिक छ, अब म यसलाई फ्रेस बनाएर लिएर आउँछु। अनि ड्रेस लगाइसकेपछि भेट गरौँ ल, के भन्छ अहिले। आज चाहिँ म भिडियो स्टार्ट गर्न गइरहेको छु होइन। हेरौँ कस्तो हुन्छ, लेट्स सी। ल गाइज, मैले चाहिँ फाइनल्ली छोरीलाई रेडी बनाइसकेको छु स्कुल जान लागि। छोरी अहिले गर्दैछ नास्ता, स्कुल जान लागि यता रोटी तरकारी खाँदैछ। हाई भन्थ्यो। ल ठिक छ, रेडी हो नि स्कुल जानलाई? एक्साइटेड? लेट्स गो। 2 दिनपछि स्कुल जाँदैछौँ। सटरडे सन्डे छुट्टी, आज स्कुलको टाइम। मम्मी पनि आइसक्नु भएको छ। अब चाहिँ म स्कुल जान्छु। आज इङ्ग्लिसको टेस्ट पनि छ। अब के हो टेस्ट, इङ्ग्लिस टेस्ट छ। अब कति मार्क्स आउने हो थाहा छैन। राम्रोसँग लेख्नु, दामीसँग, ओके? कोसी भएन मलाई लेक्चर राम्रो। अनि गो बाबा हजुर भिडियो बनाइराख्नु ओके। ल मम्मी पनि आइसकेछ आज कामबाट छिटै। मलाई फाइदा भयो किनकि म छोड्न जानु पर्थ्यो नि त। अब सजिलो भयो मलाई। म चाहिँ आफ्नो काम गर्न लागेँ। 2 घन्टा काम गर्छु, बाहिर चिसो छ लास्टै। ओके डन। सँग जानु, गुड लक, बाई 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 बाई। ल राम्रोसँग जाऊ है। ल यिनीहरू चाहिँ गए, अब मेरो काम स्टार्ट। अहिले चाहिँ फाइनल्ली मैले काम साम सकेर बसिरहेको छु। अब खाना बनाउने टाइम भयो होइन। 11 साढे 11 हुन आँट्यो। अब बुढीको पनि कामबाट आउने टाइम भइसकेको छ। म चाहिँ आज बुढीलाई चाहिँ प्राङ्क गर्नेवाला छु। त्यसको मोबाइलमा उडेको डिस्प्ले लगाएर मतलब ब्रोकन डिस्प्ले हुन्छ नि, लगाउने छु र देखाउने छु। त्यसको रियाक्सन के आउने छ हेरौँ है त। जतिखेर पनि आउन सक्छ, अब टाइम भइसकेको छ त्यसको। लेट्स गो हेरौँ। चाहिँ यो वाला वालपेपर सेट गरिदिनु लगाएको छु होइन। त्यसको मोबाइलमा थाहा पाउँछ कि नै, हेरौँ है। लेट्स गो। फाइनल्ली यो वालपेपर सेट गरिसकेको छु। तर यो डेट और टाइम गइदिएको भए राम्रो हुन्थ्यो। यो हटि नै रहेको छैन, हेरिरहेको छु सेटिङमा, मिलि नै रहेको छैन। लेट्स चाहिँ हेरौँ यसको रियाक्सन के आउँछ। थाहा त पाइहाल्छ अलि इजिली। यो इजिली चाहिँ केही छैन, यस्तो भइहाल्यो भने आइहाल्छ यो होइन। तै पनि हेरौँ है त कस्तो आउँदो रहेछ रियाक्सन। चुपचापसँग
अब म चाहिँ खाना बनाउन लाग्छु। उसको चाहिँ अब जतिखेर पनि आउने टाइम हुनसक्छ, अब म चाहिँ खाना बनाउन लाग्छु। ल है त, आइसकेको छ कामबाट होइन, चाहिँ टोइलेट गएछ। म चाहिँ एक्साइटेड छु के भन्छ भनेर। यसको फाइनली खाना पनि रेडी भइसकेको छ मेरो। अनि ल हेरौँ है त। कामबाट पुगिसक्नु भएको छ म्याडम साहब होइन। मैले चाहिँ खानासाना बनाइसकेको छु, मासु भात चट लाएर। ल मेरो घरको हालत त्यस्तै छ, घरमा नजानु होला है त। अहिले हुँदैछ क्लिनिङ। मेरो काम चाहिँ खाना बनाइदिने हो, सक्यो त्यहाँ दस लाग्ने होइन। यहाँ अब हुँदैछ साफसफाइ होइन। अब काम त्यस्तै हो। ओके, खाना अहिले खाने कि पछि खाने? ल खाना खाउँ यसो भनेपछि। खाना खाने टाइम भयो, मोबाइल आयो हातबाट। खाना पाकिसकेको छ अनि खाने टाइम भयो। लेट्स चाहिँ खाना हाल बुढी, भोक लागिसक्यो यार। 1 बजिसक्यो, काममा नि जानु छ फेरि। मेरो घरमा नजानु होला है, मान्छेलाई मात्रै हेर्नु होला। घरमा अलिकति त्यस्तै छ, मान्छेको कमी छ घरमा साफसफाइ गर्ने। हो के गर्ने, अब परियो बेरोजगार, लगाइँदैन हात, त्यस्तै छ। ल खाना बनाउने टाइममा है त। यो डिस्प्ले गयो मेरो मोबाइलको। ओइ खारा खिची साँच्ची गयो। ला होस् उड्यो मेरो त। फाइनली गाइस म स्कुलबाट आइगएँ। स्कुलमा कस्तो झ्याउ लाग्छ नि। अहिले भर्खर नुहाई धुवाई गरेर किन झ्याउ लाग्यो स्कुलमा? अर्को पिरियड आउँछ, कहिले अर्को पिरियड आउँछ, कहिले अर्को पिरियड आउँछ, अर्को पिरियड आउँछ। अनि पिरियड चेन्ज हुन्छ त, अनि घन्टीहरू चेन्ज हुन्छ त। एउटै किताब मात्र पढाउला नि तँलाई। हामीलाई बोरिङ लाग्छ, हामीलाई एक्लै छोडेर जान्छ नि त। है त्यस्तो। ल अब खानासाना खानु पर्यो। अनि मोबाइल पनि हेर्नु। मोबाइल त खानासाना खाइसकेको छु। अनि अझ ट्युसन जाने टाइम भइगयो। एक घर बस्न दिन्न, कोही मोबाइल हेर्न दिन्न, कोही बस स्याटरडे र सन्डे मात्रै हेर्न मिल्छ हामीलाई। त्यस्तो छ मेरो पढाइ। एक दिन नगरेपछि क्या होला यार यिनीहरूलाई, क्या होला। ट्युसन जाने मन लागेको छैन? छैन। किन? अब मलाई याद ट्युसन जाने मन लाग्छ छैन? मलाई के कसलाई थाहा हुन्छ त? अनि हेर्नेसनेस गरेर ट्युसन जाने टाइम भयो। ओके ल गाइस, फाइनल्ली खानपिन पनि भयो। अब सुत्ने तर्खरमा यता चाहिँ मान्छेहरू मोबाइल हेर्दै सुतिरहेछन्। म चाहिँ अब थोरै वेट गर्छु, किनकि 11 बजेको छैन। अनि हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब गरेर साथ सपोर्ट गरिदिनु होला। बाई, गुड नाइट।